ईश्वरलाई धन्यवाद गर्छु। म येशू मसीहको नाउँमा म चाहिँ मेरो छोरा अथवा मेरो दाइको छोराको गवाई प्रस्तुत गर्न गइरहेको छु। 3-4 महिना पहिला अगाडि मेरो दाइको छोरा भन्नु नै मेरो छोरा र मेरो छोरा भन्नुभन्दा मेरो दाइको छोरा भन्नुभन्दा नि ईश्वरको आत्मिक सन्तान 3-4 महिना पहिला ब्रेन ट्युमरमा दोस्रोवाला आत्माले ब्रेन ट्युमर पारिदिएको अवस्था, त्यसपछि गर्दा गर्दा बिस्तारै बिस्तारै प्यारालाइसिस बनाइएको अवस्था, हड्डी मारिदिएको थियो, नसा मासु मारिदिएको थियो। तर बाबुले चाहिँ मन कहिले पनि कमजोर गरिएन। त्यसमा कहिले मद्वारा कहिले मेरो दिदीबहिनी यहीँ हुनुहुन्छ, मेरो दिदीबहिनीको मुखद्वारा बाबुलाई चाहिँ उत्साहित बनाइरहेको अवस्थामा यदि बाबुले मन आत्मा दिन नसकेको भए समस्या के हुन्थ्यो। जसरी चाहिँ ईश्वरले हामीहरूको द्वारा उत्साहित बनाउनु भयो त्यसरी नै बाबुले पनि मन आत्मा त्यसरी दिँदै दिँदै जाँदा बिस्तारै बिस्तारै हिँड्ने योग्यको बनाउनु भयो। नत्र भने दुईजनाले हात समाउने यतिसम्म भएको थियो। साइटिका मतलब चाहिँ नसा च्यापिएको, यो यसको ठिक पछाडि यतातिर दुखेर न बस्न सक्नु, न उठ्न सक्नु, न सुत्न सक्नु, यति तर्पिएको म त मर्छु कि भन्नेसम्म। अब यो समस्याबाट कहिले निको हुँदैन कि यो समस्याबाट हट्दैन कि भन्ने अवस्थासम्म यी दोस्रोवाला आत्माले पारिदिएको थियो। तर मेरो दिदीबहिनीको आत्माद्वारा ईश्वरले आधा रातसम्म बाबुलाई अन्य भाषामा राख्ने, वचनहरू सुनाउने, उत्साहित गराउने गर्दा गर्दा बाबुले पनि त्यही अनुसारको मन आत्मा परमेश्वरले दिँदै जाँदा त्यो समस्या पनि परमेश्वरमा सुम्पिँदै जाँदा आज मेरो बाबुले स्कुटर समेत चलाएर आफ्नो मम्मीलाई चाहिँ पछाडि राखेर स्कुटर चलाएर आउनेसम्म ईश्वरले बनाउनु भएको छ। त बाबु चाहिँ पछाडि बसेको छ। बाबा अनिस उठेर सबैजनालाई नमस्ते गरिदिनु। पछाडि बसिरहेछ। ईश्वरले यति धेरै आशिषहरू दिनुभएको थियो। तर दोस्रोवाला आत्माले खुसी कहाँ चाहन्छ र? दोस्रोवाला आत्माले उन्नति प्रगति गरेको कहाँ चाहन्छ र? तर हाम्रो ईश्वरले त अझै उन्नति प्रगति मैले दिनेछु। दोस्रोवाला आत्माले चाहिँ जति समस्या ल्याउन खोजे पनि तिमी चाहिँ आफ्नो मनलाई कमजोर नगर, समस्यालाई नहेर। त्यो समस्या मलाई चढाऊ, त्यो समस्या मलाई देऊ, तिम्रो समस्या हटाउने होला। तिम्रो परमेश्वर म तिमीसँगै छु, तिमी मसँग 24 घण्टा मसँग रहौ। मनलाई डगमग नगर। अनन्त जीवनसम्म पुर्याउने वाला, मृत्युबाट उठाउने वाला, त्यो चङ्गुलबाट उठाउने वाला, त्यो हिँडेढापबाट उठाउने वाला म तिम्रो परमेश्वर तिम्रै साथमा मात्रै नभएर तिम्रो आत्माभित्र विराजमान भएर तिम्रो समस्यालाई हटाइदिनेछु भनेर आज परमेश्वरले यसरी उच्चको जीवन दिनुभएको छ। त्यसरी नै ईश्वरलाई धन्यवाद गर्छु। म मसीह येशूको नाउँमा दोस्रोवाला आत्माले दिएको कुनै पनि हतियारद्वारा तिमीलाई कुनै पनि काम गर्न सक्ने छैन, तिमीलाई चाहिँ छुन सक्ने छैन। तर तिम्रो निम्ति तयार पारेको त्यो हतियारले दोस्रोवाला आत्मा त्यो आफैलाई काटिने छ र तिम्रो निम्ति खनेको खाडलमा त्यो आफै परिने छ। भजनले भन्नुभएको छ नि, असत्यलाई त्याग्दै जाउँ, सत्यको काम गरिन्छ, अरूलाई खाल्टो खाने आफै परिन्छ भने दोस्रोवाला आत्माले हाम्रो निम्ति खनेको खाल्टोमा चाहिँ ईश्वरले के त उसैलाई नै त्यो खाल्टोमा पारिदिनु भएको छ। त्यसैले ईश्वरलाई धन्यवाद गर्छु। म मसीह येशूको नाउँमा आज धेरै समय पश्चात ईश्वरले यहाँ उभिने योग्यको ईश्वरले बनाउनु भएको छ। जहिले पनि जुन ईश्वर पार्किङ गर्नु पनि यो पनि ईश्वरको काम। सुरुको प्रार्थना के हो त्यो हामीले सुन्नै पाउँदैन, सुरुको भजन के हो त्यो पनि हामी नाच्नै पाउँदैन, गवाई पनि हामीले सुन्नै पाउँदैन, अनि लास्टको चाहिँ भजन र प्रार्थना पनि हामी बस्न पाउँदैन। तर देख्नेवाला ईश्वर हुनुहुन्छ। त्यही अनुसारको ईश्वरले आशिष दिइराख्नु भएको छ, उत्साहित बनाइराख्नु भएको छ। यसरी ईश्वरलाई धन्यवाद गर्छु। म येशू मसीहको नाउँमा हजुरले देखिराख्नु भएको छ। अहिले जाडोको महिनामा खासै त्यति धेरै गाह्रो त छैन, तर जति गाह्रो भने ईश्वरले दिनुभएको आत्मिक काम हो। हजुरहरूको निम्ति चाहिँ खटाउनु भएको छ। हजुरहरूको रक्षा सुरक्षा गर्नको लागि हामी जहिले पनि तयार छौँ। तर हजुरले अलिकति यति मात्रै बुझिदिनु पऱ्यो कि सरलाई यति गाह्रो भएपछि हामीले अलिकति पार्किङलाई जहाँ हुन्छ त्यहीँ पार्किङ नगरिकन सही ठाउँमा पार्किङ गरिदिए, यति मात्रै गरिदिए सरहरूलाई काफी हुन्छ भने बरु हजुरहरूको खण्डमा कहाँ उभिनु पर्ने, कहाँ बस्नुपर्ने, कहाँ के गर्नुपर्ने
हजुरको निम्ति हामी ज्यान दिन तयार छौँ, तर हजुरको ज्यान चाहिँ जान दिँदैन। पहिलो कुरो सुरक्षा गर्ने, रक्षा सुरक्षा गर्नेवाला ईश्वर हुनुहुन्छ। कुनै पनि व्यक्ति विशेष अथवा कुनै पनि सवारी साधनबाट घाउ चोटपट ठक्कर लाग्नुबाट बचाउने काम चाहिँ ईश्वरको द्वारा हामीहरूले गरिरहेको छ। यो कुरा बुझिदिनु होला। ईश्वर धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। ईश्वर यति महान हुनुहुन्छ, यति शक्तिशाली हुनुहुन्छ। समय पनि धेरै छैन, सर्टकटमा भन्न गइरहेको छु। कहिले पनि आफ्नो मनलाई दुईतर्फ नलानु होला। मनलाई डगमग गर्न थाल्नुभयो भने आफूले चाहिँ हिजोको दिनमा नपाएको दुःख अझै व्रत गरेर पाउन सकिन्छ। यो नपाओस् भन्नको निम्ति, आफ्नो समस्या हटियोस् भन्नको निम्ति, भलाचङ्गा हुनको निम्ति, नपाएको काम कुरा पाओस् भन्नको निम्ति, चुहेको झोला टालियोस् भन्नको निम्ति हाम्रो मन एक चित्त एक सुर भएर ईश्वरलाई दिनु अत्यन्तै आवश्यक छ। किनकि विश्वास बिना परमेश्वरलाई खुसी पार्नु सम्भव छैन, हैन? तर ईश्वरले धनी पनि भन्नुभएको छैन, गरिब पनि भन्नुभएको छैन। यदि धनले चाहिँ ईश्वरको वचन पाउने भए, ईश्वरको शक्ति आशिष पाउने भए गरिबहरूले पाउने थिएन, धनीले मात्र किनेर सिद्ध्याइसक्ने थियो हजुर। तर ईश्वरले न धनी हेर्नुभयो, न गरिब हेर्नुभयो, न त्यो हेर्नुभयो, न यो हेर्नुभयो, न नाना बालक, न अनपढ व्यक्ति भन्नुभयो, न बुढापाका भन्नुभयो, न जवान भन्नुभयो। तर परमेश्वरले के त, जसको मन आत्मा हृदय शुद्ध छ त्यो नै मेरो सन्तान हो भन्नुभयो ईश्वरले। त्यस कारण ईश्वरले हामीलाई अनगिन्ती आशीर्वाद दिनुभएको छ, भलाञ्चङ्ग बनाउनु भएको छ। कहिले पनि आफ्नो मनलाई डगमग नगर्नुहोस्, मनलाई स्वच्छ बनाउनु जरुरी छ। ईश्वरको वचन हामीले किन्न पनि पाइन्छौँ, तर धन सम्पत्तिले किन्न पाउँदैन, सुन चाँदी हिरा दिएर पनि किन्न पाउँदैन, तर फेरि पनि किन्न पाइन्छ। यसमा चाहिँ दोधार नहुनु होला। किन पाइन्छ, कसरी पाइन्छ त भन्दा, जुन परमेश्वरको रोमी 10 9 अङ्गीकार आत्मैबाट गरिसकेपछि, आत्मैबाट ईश्वरको वचनलाई सुनेपछि, ग्रहण गरेपछि, सुनेको कुरा विश्वासका साथमा हृदयभित्र सम्प्रेषण गर्नुहुन्छ अनि त्यही वचनलाई पालन गरेर त्यही वचनको द्वारा खानुहुन्छ, पिउनुहुन्छ, हिँड्नुहुन्छ, सुत्नुहुन्छ, हरेक कुरा त्यही वचनको द्वारा गर्नुहुन्छ अनि विश्वासको साथ गर्नुहुन्छ भने ईश्वरको वचन यो विश्वासको द्वारा किन्न पाइयो, हो कि होइन भन्नुहोस् त? किन्न पाइयो नि है। धन सम्पत्ति किन्न पाउँदो रहेछ त? नै, नपाउँदो रहेछ। तर परमेश्वरको वचन किन्नलाई, परमेश्वरको आशिष शक्ति किन्नको निम्ति त विश्वासको खाँचो रहेछ नि। तर हाम्रो मनभित्र भएको कालो मैलो नराम्रो सोच त्याग्नु जरुरी छ। हामी स्वयं आफै परिवर्तन हुन जरुरी छ। हामी आफै सच्चिन जरुरी छ। हामी आफै घरमा परिवर्तन हुन सक्दैन। हामी आफै घरमा या बाहिर हामी आफै सच्चिन सकिएन, परिवर्तन हुन सकिएन भने आखिरमा ईश्वरको सन्तान भन्नु बेकार हुन्छ। कसैको अनेक किसिमको कुरा, बाहिरको कुरा सुनेर कसैप्रति नराम्रो सोचले चाहिँ हेर्नुहुन्छ, बोल्नुहुन्छ भने त्यो पक्कै पनि ईश्वरको सन्तान हुनै सक्दैन। ईश्वरको सन्तान हुनको निम्ति बाहिरबाट आएको विभिन्न किसिमको तुच्छ शब्दहरू आउँछन्। फलाना यस्तो, तपाईँको परिवार यस्तो, तपाईँको श्रीमान यस्तो, तपाईँको श्रीमती यस्तो, तपाईँको चाहिँ दाजु यस्तो, भाइ यस्तो, हैन, छोराछोरी यस्तो भन्नुहुन्छ भने ईश्वर धन्यवाद, अझ सुत्रिने मौका तपाईँले दिइसक्नु भएको छ। त्यसलाई ग्रहण गर्नुहोस्। कमजोरी देखिएको छ भने नरिसाइकन, गाली नगरिकन परमेश्वरको वचनको द्वारा पहिला आफू बलियो हुनुहोस्। आफूलाई अझै आफूमा भएको केही त्यस्तो छ भने सुधार्नुहोस्, फाल्नुहोस् अनि परिवारलाई सुधारतिर लाग्नुहोस्। किनकि हामी आफै दरिलो हुन सक्यो भने र जुन तुच्छ बोली बाहिरबाट आउँछ, निन्दको बोली आउँछ, शब्दहरू आउँछ, त्यसलाई नहेरिकन ईश्वरको महिमा र वचनलाई हेर्ने भने हामी आफै सुध्रिन सकिन्छ अनि परिवारलाई सुधार्न सकिन्छ। परिवार सुध्रिएपछि समाज छिमेकीलाई सुधार्न अवश्य नै सकिन्छ। त यसमा नै ईश्वरलाई धन्यवाद गर्छु। म येशू मसीहको नाउँमा शङ्काको कुरा, हैन, डरको कुरा, चिन्ताको कुरा, कमजोरको कुरा, त्यो सबैलाई चाहिँ पाइतलो मुनि दबाउन जरुरी छ। किनकि त्यो दबाउने योग्यको चाहिँ ईश्वरले बनाउनु भएको छ भन्दै ईश्वरलाई धन्यवाद गर्छु म येशू मसीहको नाउँमा। र ईश्वरले दिनुभएको यो सत्य गवाही, मेरो बाबुको चाहिँ सत्य गवाही र ईश्वरले स्वर्गबाट मेरो मुखद्वारा दिनुभएको यो शक्तिशाली वचनले सबैको घरबारीमा घर परिवार, खेतीबाली, अन्न अनाजमा गरेको काम, व्यवहार, बिजनेसमा सबै पनि मसीह येशूमा फसाइसक्नुभयो, त्यो काम गरिसक्नुभयो भन्दै ईश्वरलाई धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। र हाम्रो सञ्चालन म्याम हजुरलाई पनि ईश्वरको भरिपूर्ण आशिष, म्युजिसियन पर्सन, क्यामेरा पर्सन र पार्किङ पर्सनलाई पनि ईश्वरको भरिपूर्ण आशिष भन्दै म यहाँबाट बिदा हुन चाहन्छु।